I'm going with you, and I will get to the other side. Sinking in, I know this feels right. Catching a breeze up, moving through me like a wildfire, like a never the same. Taking my sweet time. Hey, whatever the plan, I know I'm holding the best of me out of my hand. I know you always understand. Bring me into golden sunlight. If I'm going with you, I know we'll get to the other side. Sinking in, I know this feels right. Catching a breeze, love moving through me like a wildfire, like a wildfire. Oh yeah, pasta la. Pasta la mas. उनका सिर्जनामा जीवनका अनुभूति छन्, प्रेम छ, सम्वेदना छ। हामी आज एउटा गीतको म्युजिक भिडियो सार्वजनिक हुने कार्यक्रममा छौँ, जुन गीत लगास्थे प्रीत डाक्टर रञ्जित कुमार झाकै शब्द स्वर सङ्गीत र उहाँ गायक मात्र होइन, अत्यन्तै राम्रो गीतकार, त्यसै गरी अत्यन्तै राम्रो सङ्गीतकार। फेरि पनि नमस्ते मेरो तर्फबाट, महेश लिम्बू मेरो नाम। हामीसँग प्रमुख व्यक्तित्वको रूपमा यहाँ उपस्थित हुनुहुन्छ, जसलाई हामीले प्रमुख अतिथिको रूपमा ल्याएका छौँ। सबैजना अतिथि हुनुभए पनि विशेष हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ पाल्नु भएको छ। वरिष्ठ कलाकार, गायक, अभिनेता, हास्य कलाकार जे भने पनि उहाँ हुनुहुन्छ हाम्रो सामुमा मदन कृष्ण श्रेष्ठलाई। उहाँलाई कृपया जोरदार तालीबाट स्वागत गरौँ। दाइ, हजुर यथास्थानमै बसिदिनु भयो हुन्छ। नेपाली मनोरञ्जन क्षेत्रका उहाँ एउटा यस्तो व्यक्तित्व जो आज धेरै कलाकारहरू जुनसुकै क्षेत्रका, मनोरञ्जन क्षेत्रका, हास्य क्षेत्रका कलाकारहरू इन्सपायर्ड हुनुहुन्छ। त्यसै गरी दिनेश टिसीजी, त्यसमा पनि केही नामहरू लिन्छु म। गीतकार सङ्घ नेपाल, रूपा झा सदस्य,
चलचित्र पत्रकार सङ्घ नेपालका पूर्व अध्यक्ष र आजका हाम्रा मनोरञ्जन क्षेत्रबाट पनि धेरै व्यक्तिहरू आउनु भएको छ। पढ्न चिन्जान मात्रै हो, महाराज थापा सङ्गीतकार। गायक तथा आयोजकज्यू रञ्जित कुमार झाको निमन्त्रणालाई स्वीकार गरेर पाल्नु भएको छ। शिव परियार, विकास सभामा कार्यरत हुनुहुन्छ। त्यसैले गर्दा हाम्रो क्षेत्रको रुद्र बरासिनी म्युजिक ट्रमा सेन्टर, रञ्जित कुमार झा उहाँलाई प्रत्यक्ष देशकै प्रिय जिउँदो इतिहास हाम्रा अग्रज कलाकार आदरणीय श्री मदन कृष्ण श्रेष्ठ सरज्यूको आतिथ्यमा प्रमुख आतिथ्यमा हुन लागेको यो कार्यक्रम उहाँलाई स्वास्थ्यको अलिकति बिग्रिदो अवस्थामा पनि गएर जब हामीले प्रमुख आतिथ्यको रूपमा तपाईँलाई बोलाउन खोजिरहेछौँ, सरले स्वीकार गरिदिनु पर्यो भन्दाखेरि उहाँ सहर्षै स्वीकार्नु हो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद नमन गर्न चाहन्छु। उहाँ लगायत यस कार्यक्रममा अत्यन्त आदरणीय मान्छेहरू हुनुहुन्छ। सम्पूर्णको नाम लिन नसकिएला। आदरणीय दिनेश डिसी दाई, उहाँ चाहिँ हामी पछि कुरा गरौँला। त्यस्तै हाम्रा राजेश पायल राईजी, वरिष्ठ सङ्गीतकार राजु सिंहजी, महेश खड्काजी लगायत विभिन्न निर्देशकज्यूहरू आउनुभएको छ। भाइ दीपक लिम्बू लगायत धेरै कलाकारहरू हुनुहुन्छ। नाम छुटिएला माफ गर्नुहोला त्यसको लागि। यसो हेर्दाखेरि आफ्ना अतीत सम्झिन्छु। अघि मैले दिनेश दाईको नाम लिइरहेको थिएँ। म अमृत साइन्स कलेजको समयदेखि अलिकति गायन क्षेत्रमा लागेको हो। खास त्यो बेला गीत गाउन खोज्दाखेरि दिनेश दाईको त्यहाँ रबरबा चल्थ्यो। को आयो दिनेश डिसी आछ भनेपछि केटाहरू ट्याङ 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 सब बन्द। त्यो अवस्थामा एकचोटि यो फुच्चे को हो, यसले त राम्रो गाउँदो रहेछ यार, यसले स्टेज दिनु पऱ्यो भनेर भन्दै हुनुहुन्थ्यो कि उहाँ बिर्सिनु भयो होला। त्यस्तै धेरै मान्छेहरू यहाँ छन्। मित्र महेश खड्का छ, जोसँग मैले सङ्गीतका स्ट्रगलका डेहरू बिताएका छौँ। त्यही बिचमा हाम्रा प्रेमजी हुनुहुन्छ, विष्णुजी हुनुहुन्छ। हामी एउटै स्टेज उपत्यका सांस्कृतिक कमिटी चलाउँथ्यौँ र एकदम खुसीका साथ मलाई भन्नु परिरहेको छ, हाम्रो उपत्यका संस्कृति कमिटी जहाँबाट मैले सङ्गीत सुरुवात गरेका थिएँ, त्यसको अध्यक्ष आदरणीय कृष्ण राई दाई, उहाँ पूर्व माननीय पनि हुनुहुन्छ। दाई धेरै धेरै धन्यवाद तपाईँ दिनुभयो। त्यस्तै यी सङ्गीत क्षेत्रमा धेरैजनाले म माथि आफ्नो गुण लाउनु भएको छ। अहिले धीरेन्द्र प्रेमर्सी दाई र रूपा दिदी हुनुहुन्छ। उहाँहरूले मलाई सुरुवातमा चाहिँ गाउनुपर्छ भनेर स्टेज दिने, एउटा मिथिला कल्चरमा हुर्केका बढेका मान्छेले सङ्गीत क्षेत्रमा, त्यसमा पनि हामी झा बाहुन पढाइ लेखाइले चिनिने ती व्यक्तिहरू गीत गाउँछन् भन्ने मान्छेहरू त मलाई चाहिँ 70को एउटा राम्रो विद्यार्थी बिग्रिएको भनेर भन्नै थाला थियो। गवैया भएर काठमाडौँमा गीत गाउँदै हिँड्छ। त्यस्तो टाइममा हाम्रै क्षेत्रका उहाँहरूले धेरै प्रेरणा दिएर मलाई यो क्षेत्रमा लाग्नुस्, गरिराख्नुपर्छ भनेर प्रेरणा दिनुभयो। कुरा धेरै छ, यहाँ धेरैजना आउनु भएको छ। म माथि गुण लाउने धेरैजना हुनुहुन्छ। सबैको नाम लिँदै जाँदाखेरि समय लम्बिन्छ। पछाडि हाम्रो राजु सर हुनुहुन्छ, सशस्त्रका एसपी सर। त्यो बेला का हाम्रो एउटा गजबको टिम थियो कोरोनाको महामारी, र त्यहाँका सिडिओ हुनुहुन्थ्यो हाम्रो शङ्कर आचार्य सर, अहिले सहसचिव हुनुहुन्छ सङ्घीय मामला मन्त्रालयमा। हाम्रो त्यो सङ्घर्षको कथा जब याद आउँछ, आज जीवित छु र बोल्दैछु भन्दाखेरि बडा अनौठो लागिरहेछ। त्यो बेला डक्टरहरू कोही पनि काम गर्न नचाहेपछि मैले एउटा मात्र, म फिजिसियन थिएँ गजनारायण सिंह अस्पतालमा, रेनकोट मगाएँ। पिपी थिएन,
रेनकोट लाएर बिरामी सुरु गरेको शङ्कर सरहरू साक्षी हुनुहुन्छ। र अनौठो कुरो के छ, यो मैले भन्नै पर्छ, राष्ट्रपति अवार्ड पाइन्छ भन्ने मलाई थाहा थिएन। काम गर्ने हो डाक्टरको त्यति बुझेको थिएँ। अवार्डको नोमिनेसन दिने जुन डेट हुन्छ त्यो गइसकेको थियो। म सिडिओ कार्यालयमा यतिकै घुम्न सर थाकिरहेको छु भनेर गफ गर्न गएको। तिमी कस्तो लाटो हो मेरो भाइ भनेर सर भन्नुभयो के शङ्कर सरले। तिमीले किन नभरेको, तिमीले पाउनुपर्ने दुनियाँले भरेका छन् भनेर मलाई भन्नुभयो। अनि सर कसरी भर्ने मलाई थाहा छैन भनेर उहाँले आइडिया दिनुभयो, भरे र लकिली मैले राष्ट्रपति अवार्ड पनि जित्न सफल भएँ। त्यसको लागि धन्यवाद सर। धेरै साथीहरू छन् पछाडि, नाम छुटिएला, माफ गर्नुहोला। अब मेरो यात्रा यस्तै हो। गायन पेसा मन मस्तिष्कमा छ, चिकित्सकीय पेसा अनुभव र अध्ययनमा छ, र दुईटैलाई सँगै लाने प्रयास सधैँ जारी राखेको छु। निरन्तर कोसिस गरेर पनि समय समयमा हराउँछु, फेरि आउँछु। तर यो मौसम अब त्यति चेन्जेबल नहोला। मैले यसपालि अलि कसरत गरेरै भनौँ, अलिकति रियाज गरेरै एल्बम निकाले पनि ढिलै निकाल्नु भनेर लागेको। यो गीत ऐतिहासिक गीत बन्न गएको छ मेरो जीवनको लागि, यस अर्थमा कि यो गीतको सुरुवात मैले आइएससी पढ्दाखेरि स्टेज तताउन मुक्तक बनाएको थियो, त्यहाँबाट सुरु भएको थियो। त्यो भित्र पनि कथा छ। अब इन्टरमिडिएट पढ्न जाँदाखेरि मान्छेलाई अलि राम्रो केटी हेऱ्यो मलाई मन पराउँछ कि भन्ने फिल्स आउन थाल्छ, माया त्यसैले बुझ्न थाल्छ। म पनि त्यस्तो मायामा परेको हो। तर एक हप्ता नबित्दै त्यो केटीले झगडा गरेँ। अनि त्यही टाइममा म फेरि स्टेज पाउने। अनि साथीहरू यार त पुरा अब त एकदम कवि हुँदै गइरहेछ, हल्का हल्का दाढी पाल्थे। अनि त्यही बेला मैले एउटा शब्द लेखेका थिएँ, केही शब्द कि न गाँस्थेँ म प्रीत न हुन्थे दुखी, न गाँस्थेँ म प्रीत न हुन्थे दुखी, न उम्रिन्थ्यो भाव न बन्थे कवि। र त्यो बेला प्रत्येक स्टेजमा म कार्यक्रम दिन जाँदाखेरि ल मुक्तकबाट सुरु होस् रञ्जित भनेर भन्थ्यो, यहीबाट सुरुवात गर्थेँ। त्यो गीत बनाएँ, बिचमा बिर्सेँ, फेरि बिचमा त्यसको अन्तरा बनाएँ र हुँदा हुँदा 2053 सालमा तयार गरिएको गीत 2083 सालमा अहिले रिलिज गर्दैछु। 30 वर्ष लाग्यो निकाल्न। सायद मेरो यो चिकित्सकीय पेसाको व्यस्तताले नै होला। तपाईँहरू आइदिनु भयो, त्यो निम्तो स्वीकार गरेर त्यसको लागि सम्पूर्ण उपस्थित सङ्गीतकार, कलाकार, प्रस्तोता, नेता र सबभन्दा ठुलो हाम्रा दर्शकवृन्द र जसको नाम नलिकन कार्यक्रम औचित्यहीन हुन्छ ती हुन् हाम्रा पत्रकार साथीहरू। तपाईँहरू नआइदिएको भए सम्भवतः हामीले बोलेका कुरा जनजनसम्म पुग्दैन थियो। तपाईँहरूलाई पनि मन मस्तिष्कबाट हार्दिक स्वागत गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। चिफ गेस्टज्यूलाई थोरै दुःख चाहिँ दिनुपर्छ, कष्ट दिनुपर्छ जस्तो लाग्यो। किनभने हामीले एउटा फोटो पोस्टर रोल गरेका छौँ, त्यसलाई ओपन गरेर यो गीतको भिडियो देखाउनेछौँ। र यसको लागि म यहाँ अगाडि इन्भाइट गर्छु आजका चिफ गेस्ट मदन कृष्ण श्रेष्ठज्यू, दिनेश ऋषि दाई, त्यसै गरी राजेश पायल दाईलाई पनि आग्रह गर्छु। बरु गजब बनेको छ भिडियो, मैले पनि पुरा त हेर्न पाएको छैन। र आजका चिफ गेस्ट मदन कृष्ण श्रेष्ठज्यूबाट एउटा पोस्टर सार्वजनिक भएसँगै अब अफिसियली त्यो म्युजिक भिडियो डक्टर ग्रुप लिडर होइन, तपाईँहरू त्यहीँ बस्नु भएन हुन्छ, केही प्रब्लम छैन। हजुर भयो ल आउनुहोस् कि भयो। यो भिडियोको बारेमा हामी यस बारेमा थोरै चर्चा गर्नेछौँ। सम्भवतः देहरादूनबाट सोहल्या झाज्यूले शुभकामना सन्देश सहित आफ्नो भिडियोमा
डेब्यू गर्नुभएको छ, यसबारेमा केही बोल्नु भएको छ जस्तो हामीले थाहा पाएका छौँ। कृपया त्यो थ्याङ्क यू सो मच कि हजुरहरू सबै आइदिनु भयो। खासै धेरै बोल्ने गरेको छैन मैले, सो त्यति धेरै शब्दले म भन्न पनि नसकौँला। बाँकी अग्रजहरूसँगको काम थियो मेरो, अनि दाइ झन् यति ठुलो मान्छे हुनुहुँदो रहेछ मैले बल्लै थाहा पाएँ यो स्टोरी हेरेर, त्यति धेरै थाहा थिएन योभन्दा अगाडि। बाँकी सरको म स्टुडेन्ट नै हो, अनि सो सरको अनि हजुरहरू सबै अनि अब यति ठुलो ठुलो मान्छेहरू हुनुहुन्छ अगाडि, म शब्द नै निस्किरहेको छैन के भनौँ कसो भनौँ भनेर। बाँकी अनुभव राम्रो थियो, अनि सोचेको पनि थिएन कि यति राम्रो भिडियो बन्छ भनेर, सो सोच्योभन्दा धेरै राम्रो बन्यो। भिडियो गर्ने क्रममा चाहिँ कविराज गहतराज सरले भन्नुभयो, त्यसपछि हाम्रो डक्टर साहबको भिडियो, उहाँ चाहिँ बिरेसुको डक्टर हुनुहुन्छ भन्ने सुझाव चाहिँ उहाँले अब गाउनु भयो होला, तर उहाँमा त मल्टी ट्यालेन्ट हुनुहुँदो रहेछ। सङ्गीत, स्वर, शब्द सबै यति राम्रो गर्नुहुँदो रहेछ। उहाँका पछिका सिर्जनाहरू पनि काम गर्न पाइयो। अहिले सानो सानो क्लिप्सहरू कवि सरले देखाउनु हो, त्यो पुरा आउन बाँकी छ। यो टिमसँग जोड्न पाइयो, त्यसको लागि साह्रै खुसी लागेको छ। यो भिडियो राम्रो होस्, राम्रो बनोस्, तपाईँहरूको साथ हौसला र ऊर्जा प्राप्त होस्। थ्याङ्क यू। सर्वप्रथम त यहाँ उपस्थित हुनुहुने सम्पूर्णमा नमस्कार भन्न चाहन्छु। मदन दाई हुनुहुन्छ, हाम्रो दिनेश दाई हुनुहुन्छ, शान्तिप्रिय दाई हुनुहुन्छ, हाम्रो डिरेक्टर घनश्यामजी हुनुहुन्छ, सुनिल दाई हुनुहुन्छ, सम्पूर्णमा म स्वागत भन्न चाहन्छु। र हाम्रो यता दाजुबाट आउनुहुने सम्पूर्णमा फेरि पनि नमस्ते भन्न चाहन्छु। सर्वप्रथम त म हाम्रो विदुर गिरी दाईले थ्याङ्क यू भन्न चाहन्छु। यो गाना धेरै अगाडिदेखि मलाई भन्दै हुनुहुन्थ्यो, के बिचमा के त्यस्तै भएर, अनि हामीले धेरै पछि सुट गर्ने मौका मिल्यो। र अर्को कुरो मलाई थाहा थिएन उहाँको यो गीत लेख्ने कन्सेप्ट यस्तो छ भनेर। मैले यो गाना सुनेर कन्सेप्ट बनाएको थिएँ, लगभग झगडा बाहेक अरू सबै मिलेछ। जसको खुसी लाग्यो, जो शब्द अनुसारले एउटा ग्राफ पनि भयो। र अर्को कुरो म हाम्रो सोहेल झा, जो कि हाम्रो डक्टर साहबको छोरी हुनुहुन्छ, उहाँलाई लिएर अनि उहाँलाई म सेल्युट पनि भन्न चाहन्छु, किनकि आफ्नो छोरीलाई त्यही पनि मधेस कल्चरमा यसरी एउटा मोडलको रूपमा प्रेजेन्ट गर्नुभएको छ, त्यसको लागि हजुरलाई बधाई एन्ड थ्याङ्क यू। र म हाम्रो सुरेश भाइ पनि गएँ। सुरेश भाइको परिचय दिँदा चाहिँ उहाँ हाम्रो ब्याकग्राउन्ड डान्सरबाट आउनुभएको हो होइन। मेरै गीतमा उहाँले थुप्रै पनि नाच्नुभएको छ। आज ब्याकग्राउन्ड डान्सरबाट डान्स मन लाग्छ। अहिले पछिल्लो समयमा म्युजिक भिडियोमा एकदमै बिजी हुनुहुन्छ। आज पनि केही टाइम लिएर आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी सधैँ प्रगति देख्न पाइयोस्, शुभकामना पनि। र हाम्रो रामशरण दाईसँग हाम्रो सेलो लाइक मुभीदेखि नै हामी सँगै जोडिरहेको र यो पनि एउटा मुभीको जस्तै गीत होस् केही होस् भन्ने तरिकाले हामीले सिनेमाकै डिओपी हुँदा अझ बेटर हुन्छ भन्ने तरिकाले मैले रामशरण दाईलाई अप्रोच गरेँ, उहाँले ओके भनिदिनु भयो। त्यसको लागि रामशरण दाईलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। र अर्को हाम्रो रञ्जित दाई, उहाँ डक्टर हुनुहुन्छ। र हामी पछिल्लो समयमा यति धेरै भयौँ कि हामी एउटा कामको लागि भन्दा नि एउटा फ्यामिली जस्तै भइसकेका छौँ। म उहाँलाई दाई भन्छु, उहाँले भाइ भन्नुहुन्छ होइन। त्यो एउटा फ्यामिलीभित्र छिर्ने मौका दिनुभएकोमा दाइले पनि धेरै धेरै धन्यवाद, र भाउजूलाई पनि धेरै धेरै धन्यवाद होइन। सबैलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। मेरो अरू गीतलाई जस्तै यो गीतलाई पनि माया गरिदिनु विनम्र अनुरोध गर्दछु। लास्टको 2टा गाना ट्रेलर हो यो, र हाम्रो सायद यो गीतको केही रिलिजको केही समयपछि यो 2टा गीत पनि आउँदैछ, र हामी यसरी नै सधैँ जोडिन पाऊँ। धेरै धेरै थ्याङ्क यू सो मच। सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। हस्त नमस्कार। धन्यवाद दिने क्रममा म यो टिमको एउटा कलाकारको हैसियतले पनि बोल्नै पर्ने हुन्छ। 2 शब्द अघि स्वागत गरेँ आयोजक हिसाबले। आफ्नो वक्तव्य टुङ्गाउनु अगाडि 2-3 जनाको नाम लिएन भने कहीँ न कहीँ मैले थोरै अपराध गरेर कार्यक्रम सकाए जस्तो महसुस हुने थियो। सर्वप्रथम कविराजजी र उहाँको टिमलाई म मनैदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। कविराजको सोच दिने विशिष्ट श्रेणीका हाम्रा पत्रकार विदुर दाईलाई हार्दिक नमन। र अन्त्यमा एउटा कुरा भनिएन भने फेरि घरमा गएर लफडा सुरु हुन्छ। मेरी श्रीमतीलाई पनि, आरती चौधरीजीलाई पनि धेरै धेरै धन्यवाद। तपाईँले मलाई हौसला दिनु त्यसको लागि थ्याङ्क यू। सबैलाई नमस्कार छ। नमस्कार। डाक्टर साहबलाई नेपाली सङ्गीत क्षेत्रमा स्वागत छ। नेपाली सङ्गीत क्षेत्रमा नयाँ गायक एकजना थपिनु भएको छ,
तपाईँलाई शुभकामना छ, बधाई छ। तपाईँले पुरा फुर्तीसँग गीत गाउनुभएको छ, मुडमा गाउनुभएको छ, स्वर पनि उदित नारायण पनि आउँछ फेरि। अभिनय पनि एकदम तेजिलो, एकदम धेरै पुरानो खराट भइसकेको, खराट एकदम पर्फेक्ट अभिनय गर्ने हिरोले गाएको जत्तिकै छ तपाईँहरू एक्सनहरू। तपाईँले सबैको मन जित्नु भएको थियो आज पहिलो उसमै, मेरो पनि मन जित्नुभयो तपाईँले। डक्टर साहबले डक्टर जस्तो व्यक्ति भएर सङ्गीतमा पनि पाएर टेक्नुभयो, एकदम राम्रो छ। सङ्गीतमा सबै अटाउँछ, सङ्गीतमा डक्टर, इन्जिनियर, शिक्षक, नयाँ विद्यार्थी सबै अटाउँछ। तपाईँ पनि मजाले अटाउनु भएको छ। सङ्गीत तपाईँमा सङ्गीत पक्ष, सङ्गीत पनि भएको हुनाले, सङ्गीतसँग पनि नजिक भएको हुनाले तपाईँमा दया करुणा पनि हुन्छ, तपाईँमा संवेदनशीलता पनि हुन्छ भन्ने मलाई लाग्छ, जुन असाध्यै महत्त्वपूर्ण कुरा हो डक्टरको लागि। डक्टर तपाईँलाई धेरै धेरै बधाई छ। म के भनौँ, यसमा आर्टिस्टहरूले जुन खेल्नुभयो त्यो पनि 101 छ। उहाँ भाइले पनि एकदम राम्रो गर्नुभएको छ। तपाईँको छोरीले पनि असाध्यै राम्रो अभिनय गरेको छ, उहाँलाई पनि शुभकामना छ भनिदिनु भयो। यता लिरिक त तपाईँको आफ्नै भयो, सङ्गीत पनि आफ्नै, गायक पनि आफ्नै भयो। तपाईँले धेरै धेरै तपाईँले मन जित्नुभयो मेरो। म पनि गीत गुनगुनाउँदै जान्छु होला। अनि उहाँको मिसेसलाई पनि धेरै धेरै धन्यवाद, तपाईँलाई पनि बधाई दिन चाहन्छु। यस्तो डक्टर साहब बुढा पाउनुभएको छ पार्टनर, त्यसरी डक्टर गीत पनि गाउने, नाच्ने पनि रमाइलो छ जिन्दगी। ठिक छ, म अब भन्ने कुरा केही छैन। तपाईँलाई धेरै धेरै धन्यवाद, शुभकामना छ, शुभकामना बधाई छ। डक्टर बिर्सेर यतातिर अनुहार भेट्छ भाइ, एकदम मजा भयो। त्यो गीतको यस्तो राम्रो छ कि डक्टरीतिर पनि राम्रै होला त्यसको मतलब। तपाईँको खटाइ जति राम्रो छ, राम्रो हुनुपर्छ। म पनि तपाईँलाई जताउनुको लागि म पनि आउँछु। मेरो पनि भइरहेको छ, अलिकति मलाई पार्किन्सन धुलिरहेको छ। यो पार्किन्सन मात्र होइन, मलाई त्यो 1-1.5 महिना हुन लाग्यो। स्वर अलिक डिस्टर्ब भइरहेछ, घाँटीको के अड्किएको छ, तर पनि क्यारेर भएको। हिजो त्यहाँ मैले गीत गाएको थिएँ, क्यारेर स्वर क्यारेर गीत जस्तै गाउनु भनेर गाएको थिएँ मैले, रमाइलो भएको थियो। म यहाँ पनि एउटा गीत गाउँ, छोरी छैन। अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे, अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे, संसार नै भुल्ने मान्छे। अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। आयोजकको तर्फबाट अथवा आजका हाम्रा गीतका स्रष्टा रञ्जित कुमार झा र उहाँको परिवारको तर्फबाट प्रमुख अतिथि आदरणीय मदन कृष्ण श्रेष्ठज्यूलाई एउटा मायाको चिनो हामी प्रदान गर्दैछौँ र कृपया ताली बजाएर बधाई दिनुहोला, धन्यवाद दिनुहोला। यो गायक रञ्जित कुमार झा र उहाँको परिवारको तर्फबाट अथवा हाम्रो समग्र हाम्रो तर्फबाट हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भएका प्रमुख अतिथि कृष्ण श्रेष्ठज्यूलाई यो एउटा टोकन अफ लभ हामी प्रदान गर्दैछौँ। र फेरि पनि धेरै धेरै धन्यवाद आदरणीय मदन कृष्ण श्रेष्ठज्यूलाई हाम्रो निम्तलाई स्वीकार गरेर आइदिनु भएकोमा।
नातिलाई खेलाउनु कतिको चुनौतीपूर्ण थियो तपाईँको लागि, त्यो चाहिँ सुनाउँ न। तपाईँले गीत राम्ररी हेर्नु भएको छ भने त्यो प्रेम भन्दा पनि प्रेम गर्ने रहर थियो, प्रेम एकतर्फी थियो, तत्कालै थियो, त्यहाँ प्रेम भएकै थिएन। तर केटो पक्षले त्यसलाई प्रेम बुझेर सपना साँचेको देखिन्छ। यस अर्थमा यो टिन एजरमा प्राय हुने खालि सम्भावना हो। ममा पनि त्यो समयमा आएका भावनाहरू थिए, त्यसैले सम्मिलित एउटा गीत बनाएको थिएँ। छोरीलाई सुनाउँदाखेरि छोरी एकदमै मन पराएछ पापा यो गीत ध्वनि। अनि ऊ भरतनाट्यमको 6 इयर्स ट्रेन्ड कलाकार हो। यस अर्थमा पनि यसमा किन आफ्नै घरको मान्छेलाई प्रयोग मतलब चान्स नदिने भन्ने भयो। अनि छोरीलाई खेलाउने निर्णय गरेँ र सबभन्दा ठुलो यसमा उसको मम्मीको रोल छ। किन भन्दा हाम्रो कल्चरमा अलिकति केटी मान्छेलाई अगाडि बढाउनु भनेको अलि अप्ठ्यारै पक्ष मानिन्छ। त्यसमा पनि मोडलिङ या फिल्मी सिटीतिर बढाउनु भनेको एउटा एकदम साहसिलो प्रयत्न नै हो भन्दा पनि हुन्छ। तर हामी बुढाबुढी रेडी भएपछि त कसले के भन्ने हो। थ्याङ्क यू। छोरी इन्ट्रेस्टेड हुनुहुन्थ्यो कि हुनुहुन्थेन तपाईँको ब्याक स्टोरी सुन्नको लागि? को छोरी? अब छोरीलाई सारा कथा त भनेर हुँदैन नि। त्यो त हेर्नुहोस्, यस्ता कथा व्यथाहरू भइरहेछन्, त्यही कथा त्यही व्यथा जान्छन् यी पाइला जता जता, बुझ्नु भने कि त्यो लागिरहन्छ, केही टेन्सनको विषय होइन। यता राज सरलाई पनि सोधौँ न। अघि नै हामीले अलिकति हेरिरहेको थियौँ होइन, तपाईँहरूको सहकार्यवाला भिडियो है, कहिलेदेखि चिन्नु भयो अनि साङ्गीतिक क्षेत्रमा उहाँको आवाज तपाईँले आफैले कसरी लिनु भएको छ त्यो सुनाउँ। चिन्जान धेरै पुरानो हो हाम्रो, त्यो भने मेरो उमेर खोलिन सक्छ। रञ्जित कुमार झासँग चाहिँ पहिले महेश खड्काजीले चिनाइदिनु भएको पहिले चाहिँ। त्यसपछि महेशजी भन्दा धेरै आत्मीयता हाम्रो बढ्यो। डाक्टर पनि सजिलो, केही बिगाऱ्यो भने नि यो दबाई खानु भनिहाल्थ्यो। अन्त झनै त्यो साथी नै डाक्टर भइसकेपछि हरेक चिजहरू कन्फिडेन्स पनि बढ्दो रहेछ। त्यो भन्दामा कन्फिडेन्स बढ्यो भन्दामा फेरि नराम्रो चिजमा चाहिँ होइन, राम्रै चिजमा, सङ्गीतकै कुरामा। एक दिन कुरा हुँदा महाराज थापाजी महेश खड्काजीसँग कुरा भइरहेको थियो, सिटिङ जस्तै। म तपाईँसँग गीत गाउँछु भन्नुभयो। अब मैले खासै चाहिँ डाक्टर हो रहरै होला भन्ने मलाई चाहिँ डाक्टर साहबको रहर हो ल त पुरा गरिदिन्छु भनेर हामीले गऱ्यौँ। भरे त यति तगडा एक्सनमा गाउनु हुँदो रहेछ कि त्यो जोस निकाल्नु मलाई पनि धौधौ पर्यो। धेरै उहाँकै कम्पिटिसन थियो र यो गीत जति बेला हाम्रो नेपालमा जातीय द्वन्द्वको कुराहरू, विभेदका कुराहरूमा, मन्दिरका कुराहरूमा, धेरै धर्मका कुराहरूमा, आस्थाका कुराहरूमा यो गीतले ठुलो टेवा पुगेको देख्छु म। कतिले चाहिँ फेरि तल कमेन्टसम्म मलाई पठाउनुहुन्छ, अनि रामले चाहिँ कसरी अल्लाह भन्छ, अनि अल्लाहले चाहिँ कसरी राम भन्छ। तर भगवान् हामीले मान्ने चिज एउटै मात्रै हो, खालि त्यो फ्याक्सन जस्तो देखिन्छ। उहाँले चाहिँ एउटै बुद्धहरूको माला जप्नु र हिन्दू हामीले अल्लाह भन्नु र अल्लाहले राम भन्नु चाहिँ आपसी सद्भाव झन् पकड रहन्छ, झन् बलियो रहन्छ भनेर लेख्नुभएको पहिले चाहिँ मलाई पनि हो र जस्तो पनि लाग्यो। आशा त आफ्नो हुन्छ, तथापि भगवान्लाई नै हामीले मिलायो भने हामी त झनै मिल्न सक्छौँ। हामी त मानव चेतना भएको मान्छे भएको हुनाले गीत गायो। पछि भिडियो गर्ने भन्दै कहिले तराईमा जाउँ भन्दा तराईमा पनि आन्दोलन चलिरहेको थियो। ठिक्क त्यसको लागि पनि निम्ति यो बलियो थियो। एक उहाँ मधेसी मुलको मान्छे, म एकदमै पहाडको मान्छे, गीत सङ्गीतमा खुब मिल्यौँ र त्यसको शब्द संयोजनले ठुलो टेवा पुगेको छ। आज हामीलाई तराई मधेस हाम्रो काख जस्तो लाग्छ। त्यो उहाँको कारणले, उदित दाईको कारणले, सङ्गीतको कारणले। म आफै सङ्गीतमा यत्रो वर्ष भइसकिसक्यो, त्यो कारणले हामीले गायौँ। दिमागमा के स्टोरी पार्नु भएको थियो यसरी कोरियोग्राफी गर्छु भने? के स्टोरी पार्नु भएको? स्टोरी त त्यही हो, जस्तो कि गीतले भनेको शब्द अनुसारले नै मैले सोचेको थिएँ। किनकि शब्दले भनेको थियो कि वान साइडेड लभ नै भनेर भनेको थियो।
अनि मैले त्यो चाहिँ अनुसारले स्टोरी सुनाउँदा झन् सजिलो भयो छोरीलाई खेलाउन पनि भन्ने कुराकानी हो। र ठ्याक्क उहाँको त्यो गीत सुन्दा चाहिँ त्यसो अघि उहाँले भनेको थियो सबैको एकवटा आफ्नो हुन्छ होइन, त्यही कारणले म पनि त्यहीँ पुगेको थिएँ। यो गाना सुरुमा सुन्दा चाहिँ मैले त्यही नै अनुसार वान साइडेड यो तरिकाले गर्दा राम्रो हुन्छ भन्ने सोचेँ। अनि त्यो चाहिँ उहाँले भनेको चिज चाहिँ मैले आज मात्रै खोजेको र यस्तै टाइपको कन्सेप्ट भाउजूले पनि सोच्नु भएको रहेछ। ओहो कवि बसेर तपाईँले सोचेको र ऊ हाम्रो उसले सोचेको त सेम पऱ्यो, यस्तै भएको थियो भनेर भन्नुभएको थियो। अनि हामी त्यसमै वर्कआउट गरेर अगाडि बढ्यौँ। रजितजीलाई फेरि पनि सोधौँ है, तपाईँले गीत लेखिरहने परिप्रेक्ष्यमा गीत बनाउने परिप्रेक्ष्यमा अब अघि नै हामी जति पनि तपाईँको बारेमा सुन्यौँ, तपाईँले सोसियल कजलाई लिएर अझ विशेष सोसियल कजमा उठान पनि गर्नु हुँदो रहेछ भनेर हामी सुनि नै हाल्यौँ होइन। र अर्को अब कमिङ सुनवाला जुन प्रोजेक्ट्सहरू छ होइन, त्यसमा चाहिँ अब एउटा अलिकति पेय पदार्थलाई लिएर पनि छ नि त। अनि त्यो हिसाबले डक्टरी पेसाबाट चाहिँ उसले तपाईँलाई ह्याम्पर गर्ने चाहिँ कतिको सम्भावना छ त्यो चाहिँ सुनाउँ न। यो गीतको सरप्राइज नै थियो। अहिले बसेको कन्सेप्ट तपाईँहरूको डाक्टरले पेय पदार्थको प्रचार गरे जस्तो छ, गीत पुरा सुनिसकेपछि त्यसको विरोध गरेको छ। अब यो साथी मिडियाहरूको सङ्गत कलाकर्मीहरूको सङ्गतमा अलिकति गर्नुपर्ने रहेछ। कसको आइडिया थियो यो आइडिया त अब हाम्रो कविजीको मेरो हो। बिल्कुल बिल्कुल। मान्छे रक्सीसम्म कसरी पुग्छ यो देशमा, किन रक्सी खान बाध्य भइरहेका छन् भन्ने चिज छ। र त्यो गीतमा जहाँ पनि सुन भाइ त रक्सी नखा भन्ने छ कि सुन भाइ त रक्सी खा भन्ने छैन गीतमा। एउटा भाइले भन्छ सुन भाइ त रक्सी नखा, अर्कोले भन्छ छोडेर त बोतल नछाड भन्ने छ कि। कुनै आफ्नो पर्सनल पेशेन्टलाई त होइन नि यो गीत डेडिकेटेड या साथीभाइलाई यो त सम्पूर्ण नेपालीले डेडिकेटेड हो। सूर्य अस्त रात मस्त भने जस्तै हुनेहरूको लागि यो मेसेज हो। यो राजेशजीमा पनि लागु हुन्छ। राजेशजी यदि कोहीसँग यो फिल्मी सिटीमा डराउँछ अलिकति भने सम्भवतः मसँग अलिकति डराउनुहुन्छ जस्तो मलाई चाहिँ लाग्छ। अब के सम्बन्ध अलिकति डराउला त राजेशलाई के लाग्छ तपाईँलाई यो गीत पछाडि? होइन अब हाम्रो जति बेला दोस्ती यारी थियो त्यति बेला रक्सी चल्थ्यो होइन, चल्थ्यो। म जतिको रोस्ट कोल भएको छ र मेरो त पर्यावरण नै रक्सी पनि ल्याइदिनुहुन्छ, म खुसी लाग्छ। बेकारमा प्रचार गरिदिनुहुन्छ, मभन्दा धेरै खानेको चाहिँ हल्ला केही पनि हुँदैन होइन। यहाँ नाम गर्दै गयो भने सारा अहिले सबै मथो मात्रै पाउनुहुन्छ। तर यो होइन कि इन्डस्ट्रिज मथोहरू छ, कसैले सोखले खान्छ, कसैले इच्छाले खान्छ, कोही स्वेच्छाले खान्छ। तर मलाई चाहिँ एकदम रक्सी एभोइड गर्नुपर्छ भन्ने सिकाउनु थियो। जति बेला म पहिले बहुत खाएँ, पैसा नभएर घरबाट ल्याएर बोलाएर ल्याएर त्यो थुनामै राख्ला जस्तो भइरहेको थियो रेस्टुरेन्टतिर। फेरि घरमा चाहिँ नखानुपर्ने मान्छे होइन, खाइन्थ्यो त्यो चिज। त्यो समय थियो, त्यसमा म आत्मग्लानी पनि छुइनँ। प्रयोग गरियो तर त्यसको सँग त्यति राम्रो भएन। फेरि प्रयोग यसरी गरिन्थ्यो कि डाक्टरसँग गरिन्थ्यो, त्यो कारणले डर पनि हुन्थेन फेरि त्यति बेला चाहिँ। अहिले चाहिँ बाफले त्यसरी पनि खाइन्छ त, त्यसरी पनि खाने हो त जस्तो लाग्छ। तर त्यो चाहिँ फेरि डाक्टरै भएर नै त्यसरी पनि खाइयो होला फेरि। मस्कटका चाहिँ कता हुनुहुन्छ, उहाँलाई एकदमै एक्चुअली म त्यो कारणले उहाँले मुडमा गाउनु भएको छ, उहाँले एकदमै रियलिस्टिक गाउनु भएको छ। यो मेरोमा अफर आएको थियो, पछि मस्कटका चाहिँ किन सुहाउँछ भनेर उहाँले नि गाउनु भएको। सरी महेश सर। मैले सोधेँ है, हजुर चाहिँ उदित नारायण झाको जस्तै स्वर चाहिँ सुनियो, प्रोफेसनल्ली चाहिँ गाना गाउन चाहिँ हजुरलाई कतिको रहर छ? जस्तो कि हजुरको धेरै सम्भावना देखिन्छ यो स्वर देख्दाखेरि सुन्दाखेरि हामीले चाहिँ जुन धेरै राम्रो छ। प्रोफेसनल्ली चाहिँ कतिको गाउने हजुरलाई रहर छ? रहर नभए त आजसम्म यो 30 वर्ष भइसक्यो निरन्तरता हुँदैन थियो। रहर धेरै छ, अवसर कम छ। अवसर पनि मैले आफै क्रिएट गर्दाखेरि मात्रै आफ्ना रहरहरू पुरा गर्न सकिरहेको छु। त्यस कारणले अवसरको खोजी पनि गरेका छैन, यस अर्थमा कि अवसर पाइयो भने त्यो अवसरलाई पुरा गर्न समय दिन सकिन्छ कि सकिँदैन भने आफैमा कन्फ्युज हुन्छु, किनभने धेरै व्यस्त छ हाम्रो प्रोफेसन। रहर छ, अवश्य पनि रहर छ। र त्यो रहरसँगै रहर गरेर मात्र हुँदैन, रहर गर्नु मात्र पनि होइन रहेछ जीवन। रहरको लागि हरेक प्रहर
काम गर्नुपर्छ, त्यो अनुसारको मिहिनेत गर्नुपर्छ, त्यो म कतिको गर्न सक्छु त्यसमा डिपेन्ड गर्छ मेरा रहर, मेरा सपना पुरा हुनु। थ्याङ्क यू। त एक्टरलाई पनि सोधौँ न कस्तो रह्यो एक्सपिरियन्स होइन? अघि तपाईँले मैले उहाँको बारेमा यति धेरै आइडेन्टिटी छ भन्ने थाहा थिएन भनेर भन्नुभयो होइन? काम गरेर तपाईँले कसरी लिइरहनु भएको थियो उहाँलाई, कसरी त्यो सुनाउनु न। नै सरसँग मेरो भेट सेटमै भएको थियो। अब सुरुमा त अब सरले एक हप्ता अगाडि गीत पठाउनु भएको थियो, मै हो हिरो लाग्थ्यो सबै चिजहरू। पछि बिचबिचमा पुग्दाखेरि मेकअपमा बस्नुभयो, कालो कोट सोट लगाएर आउँदाखेरि म पनि अचम्म परेँ एकचोटि कि के हो दुईजना किन कालो कोट लगाएर जुन किसिमले प्रेजेन्ट हुनुभएको थियो। बाँकी रमाइलो भयो, किन भनेपछि सरसँगको काम गर्नु नै मेरो लागि एकदम आशीर्वाद सर हो। अनि त्यही भएर पनि मेरो लागि त्यो एकदम यादगार रहनेछ त्यो चिज है। बस रमाइलो नै भयो। अब त्यो बाँकी नै मेरो थिएन, म अलिअलि कनेक्ट गर्न खोजिरहेको हुन्थेँ, सर आइहाल्नुहुन्थ्यो बिचमा होइन। मैले त्यही सोध्न खोजिरहेको थिएँ, बुवाकै अगाडि छोरीलाई एकतर्फी प्रेम गर्दाको त्यो प्रोसेस कस्तो त्यो सुनाउनु न। अब अलिकति अब नजिक जाम माया गर्न खोजौँ, अब अगाडिबाट गुड 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 भन्नुहुन्छ उहाँले। अब त्यो अब राम्रो गऱ्यो भाइ भन्नुहुन्छ, अब त्यो चिजहरू अब हुन्छ नै अभियसली। बाँकी मेरो एउटा प्रश्न, डाक्टर रञ्जितको मातृभाषा मैथिली हो। हामी मैथिली भाषी कहिले यस्तो भिजुअल देख्न सक्छौँ एउटा मैथिली गीतको, त्यो चाहिँ कहिले आउँछ होला? म भन्नु कि कविजी तपाईँ भन्नुहुन्छ? इट्स इन प्रोसेस। यो ट्रेलर तपाईँले देख्नुभयो, यसपछि बन्ने ट्रेलरमा मैथिली नै भेट्नुहुन्छ। फुल तयारीमा छ। एउटा सानो मलाई तपाईँहरूलाई के रहर लाग्यो पुरा गर्नुभयो? हाम्रो चाहिँ एउटा रहर छ, यो अहिले रिलिज भएको गीत चाहिँ रायसीको बगाउँछु न गस्ते न पिता नहुन्थे दुखी नउम्रिन्थ्यो भाव नभन्थे कवि। Thank you.